अहिले नेपालभरि नै चुनाव लागिरहेको छ। अब समग्रमा तपाईँलाई म पहिला नेपालभरिकै एउटा सानो कुरा राखिहालौँ। नेपालभरि नै अहिले चाहिँ नेपाली कम्युनिस्ट पार्टीको माहौल एकदमै राम्रो हुँदै गएको छ। किनभने जनताले आसन्न यो निर्वाचनमा दुई अतिवादी शक्तिहरूलाई परास्त गर्नुपर्छ भन्ने कुराहरू स्पष्ट बुझिसकेका छन्। जसले गोली ठोक्यो र जसले सिंहदरबार जलायो, यी दुईटा अतिवादीहरूलाई चाहिँ देशमा यदि चुनाव ब्यालेटबाट फेरि अनुमोदन गरियो भने देशको स्वाधीनतामाथि नै प्रश्न आउँछ भन्ने कुरा चाहिँ अब देशका जनताले बुझिसके। त्यही अनुसार देशैभरि अहिले तारा चुनाव चिन्हको माहौल चाहिँ एकदमै बढेर गएको छ, हामीले यो पाएका छौँ। अब त्यसमा मोरङ क्षेत्र नम्बर 2 को कुरा गर्नुहुन्छ भने मोरङ क्षेत्र नम्बर 2 मा अहिले हाम्रो श्रद्धेय दाइ चन्द्रवीर राई दाई हुनुहुन्छ। अहिले चाहिँ राजनीतिमा तपाईँले खोज्नु भएको सबैभन्दा ठुलो खाडल के हो भने एउटा नैतिक खाडल परेको छ। राजनीतिमा नैतिकताको ठुलो मूल्य चुकेको बेला छ भने चन्द्रवीर राई त्यो मूल्य र त्यो मान्यता, त्यो राजनीतिको त्यो मूल्य मान्यता सधैँभर आजीवन ग्रहण गरेर बसेको व्यक्ति हुनुहुन्छ। उहाँलाई चाहिँ कुनै एउटा पार्टीले होइन, सर्वमान्य रूपमा चन्द्रवीर राईको कसैले पनि आज पनि एउटा दाग धब्बा लगाएको अथवा उहाँमाथि प्रश्न चिन्ह उठेको कुनै यस्तो प्रश्न चिन्है छैन। त्यसैले उहाँ जस्तो एउटा नैतिकवान मान्छेलाई आजको राजनीतिमा जिताउनु पर्ने र यो देशको आवश्यकता र त्यो त्यहाँका जनताले त्यो कुरा बुझेका पनि छन्। त्यसैले चन्द्रवीर राई दाईको त्यहाँ एकदमै राम्रो छ हैन। अब त्यहाँ उहाँ भूगोल बगेको मान्छे हो, मान्छे जनजीवन बुझेको मान्छे हो। उहाँसँग भूगोल कहाँ के छ, कसरी विकास गर्नुपर्छ भन्ने चप्पा चप्पा जानेको, त्यहीँ हुर्केको त्यहीँ बढेको मान्छे भएको हिसाबले चन्द्रवीर राई चाहिँ मोरङ क्षेत्र नम्बर 2 मा एकदमै अहिले जनताहरूले जिताउनुपर्छ भनेर लागिराख्नु भएको छ। अहिले चाहिँ हामीहरूले जेनजीले उठाएका मुद्दाहरू भन्नुहोस् न, पछिल्लो समय भएको आन्दोलनमा जेनजीले उठाएका मुद्दाहरूलाई रिसिभ गरेर तुरुन्तै पार्टीलाई रिफर्म पनि गर्ने र बृहत्तर पार्टीहरूलाई एकीकृत गरेर देशलाई एउटा नयाँ निकासमा लाने, जेनजीले उठाएका प्रत्यक्ष कार्यकारिणीको मुद्दा चाहिँ नेपाली कम्युनिस्ट पार्टीले नै सबैभन्दा पहिला उठाएको हो र देशमा भ्रष्टाचार निर्मूल गर्नुपर्छ भन्ने कुरा पनि प्रचण्डको नेतृत्वको सरकारले नै थालेको हो। त्यही प्रचण्डको नेतृत्वको सरकारले भ्रष्टाचारको मुद्दाको विषय गर्दैखेरि दुई ठुला दल मिलेर सरकार बनाएर प्रचण्ड संयोजकज्यूलाई अल्पमतमा पाएर उहाँहरूले सरकार गठन गर्नुभएको हो। त्यसैले अहिलेको नवीनतम पार्टी भनेको नयाँ भनेकै अहिले चाहिँ खासै भन्नुहुन्छ भने एजेन्डा र रिफर्मको हिसाबले चाहिँ नेपाली कम्युनिस्ट पार्टी हो। अहिले चाहिँ यो मान्छेहरूले त्यहाँ यो चाहिँ के अरे कुन पार्लियामेन्टको के भूमिका भन्ने कुरामा अब जनप्रतिनिधि भएपछि जनआकाङ्क्षा नबुझ्ने भन्ने चाहिँ हुँदैन। तर हाम्रो सङ्घीय पार्लियामेन्टको भूमिका चाहिँ विकास निर्माणभन्दा कानुन निर्माणमा नै बेसी हो। तर पनि अब यो साउथ एसियन रिजनकै एउटा प्र्याक्टिकल के छ भने जो जनप्रतिनिधि हुन्छ उसले जनताको कुराहरू बुझ्नुपर्ने, जनताको सुख दुःखमा हुनुपर्ने एउटा हुनै छ। त्यसैले अब त्यहाँ चाहिँ अहिले विकासको नाममा भोट मागिँदैछ, विकास यसो भयो उसो भयो। तर के हो भने पार्लियामेन्टमा उठाउने मुद्दाहरू के हुन्, कुन कुन कानुन कसरी बनाउँछु म, यो जनताको कृषि सम्बन्धीको समस्यालाई मैले यो कानुन बनाएर चाहिँ यो समस्या समाधान गर्छु, उत्पादनको समस्यामा यो कानुन अबुक छ अथवा कानुनको यो कुरा चाहिँ बाधा छ, म यसलाई हटाउँछु भनेर अथवा यो हटाउन हाम्रो पार्टीले गर्छ भनेर अहिले यी कुराहरू चाहिँ प्रतिनिधि सभाका उम्मेदवारहरूले कम उठाएको देखिन्छ भले सबैतिर। तर के हो भने नीतिगत रूपमा म कसरी त्यो कुरालाई के अरे नीतिमा संशोधन गर्छु अथवा कानुन बनाउँछु भन्ने कुरामा बहस हुनुपर्ने सङ्घीय पार्लियामेन्टमा अब त्यो चाहिँ हुँदैन। तर के हो भने चन्द्रवीर राई भनेको चाहिँ कस्तो मान्छे भने उहाँलाई त्यहाँका प्रत्येक घर घरको विषयवस्तु थाहा छ। उहाँ त्यहाँको टुरिस्ट उम्मेदवार होइन, उहाँ त्यहीँ हुर्किएको मान्छे हो, त्यहाँ बस्नुभएको मान्छेहरू। त्यसैले उहाँलाई त्यहाँको समस्या के छ जगजाहेर छ। त्यहाँ एउटा कृषिको समस्या छ, कृषिलाई लजिस्टिक हिसाबले कसरी लजिस्टिक व्यवस्थापन गरेर कसरी बजारीकरण गरिन्छ त्यसको समस्या छ। अब त्यहाँ मूल कुरो कृषिमा आधारित अर्थतन्त्र भइसकेपछि कृषिका यावत समस्याहरू उहाँले त्यो जडबाट बुझ्नु भएको छ। शिक्षाका समस्याहरू छन्, स्वास्थ्यमा अपुग छ, त्यहाँ अब सीमान्तकृत जनसङ्ख्याहरूको बसोबास छ। ती सीमान्तकृत जनसङ्ख्याहरूलाई अथवा जनताहरूलाई राज्य प्रदत्त अधिकार कसरी जोड्ने भन्ने कुराको
को त्यहाँ अभाव छ त्यो कुरा उहाँले बुझ्नु भएको छ। पुरानो राजनीतिक व्यक्तित्व भएको हिसाबले पनि त्यो क्षेत्रका लागि चन्द्रवीर राई चाहिँ एकदमै उपयुक्त पात्र हुनुहुन्छ। अहिलेको चुनावमा धेरै पार्टीहरूले सहभागिता जनाएका छन् हैन। अब नयाँ पार्टीहरू पनि छन्, पुराना पार्टीहरू पनि छन्। एमाले काङ्ग्रेस नै मुख्य रूपमा त्यहाँका प्रतिस्पर्धी हुन्। अहिले त्यहाँका प्रतिस्पर्धी भनेका त्रिपक्ष भिडन्त हुने सम्भावना ज्यादा छ। उहाँहरूको चाहिँ अब सामाजिक सञ्जाल र गुगलमा हो, भूगोल र जनताबीच हुनुहुन्न उहाँहरू। नेकपा एमाले दिलीप बगडियाको कुरा गर्नुभएको होला, उहाँ त्यहाँको प्रतिस्पर्धी हुनुहुन्छ। योभन्दा अगाडि रङ्गेली नगरपालिकाको मेयर हुनुहुन्थ्यो, उहाँ राजीनामा दिएर त्यहाँ आउनुभएको छ। उहाँले रङ्गेलीमा गरेको विकासको आधारको मोरालिटीमा अहिले जुन भोट माग्दै हुनुहुन्छ, उहाँलाई चाहिँ के लाग्दो रहेछ भने विकास भनेको चाहिँ बाटो मात्रै हो भन्ने लाग्दो रहेछ। तर के बुझ्नुपर्छ भने रङ्गेली भनेको चाहिँ मोरङको पुरानो सदरमुकाम हो। त्यहाँ केही उच्च वर्गहरू र मध्यम वर्गीय परिवारहरू बस्दथे र तिनीहरूलाई अलिक सुविधा सम्पन्न बाटो भएको र अलिअलि त्यहाँ बाटो बनेको आधारले त्यही कुरालाई ग्लोरिफाई गरेर उहाँ विकासको नाराको जुन कुरा गर्दै हुनुहुन्छ, विकास त्यो होइन। विकास भनेको चाहिँ जहिलेसम्म जीवन सामाजिक स्तरमा समाजमा भएका ती वर्गहरूको जीवन स्तर उस्किन सक्दैन, ती वर्गहरू जहिलेसम्म राज्य प्रदत्त अधिकारसँग जोडिन सक्दैनन्, तहिलेसम्म विकास भन्ने कुरा पूर्ण हुँदैन। त्यसैले उहाँले अहिले शिक्षा, स्वास्थ्य, रोजगारी र त्यहाँका ती निमुखा जनताहरूलाई गरेको व्यवहार चाहिँ त्यो विकासमय छैन। उहाँले एउटा दुईटा बाटो बनाएर जसरी विकासको डङ्का पिट्दै हुनुहुन्छ, त्यो चाहिँ एउटा उच्च वर्ग र त्यहाँ मध्यमवर्गीय परिवारहरूले पिटेको डङ्का मात्रै हो। खास उहाँलाई विकास त त्यहाँ इँटा भट्टामा काम गर्ने ती मजदुरहरू, अहिले पनि त्यहाँ बाल मजदुरको समस्या होला, अहिले पनि त्यहाँ प्रेग्नेन्ट भएकी महिलाहरू इँटा भट्टामा काम गर्दै होलान्। हेर्नुहोस् न, विकास भनेको त्यहाँनिर हेर्नुपर्छ। त्यसैले म के भन्छु भने विकास भनेर डङ्का नपिटे हुन्छ। त्यहाँका ती जनताहरूलाई मैले देशको मूल प्रवाहमा ल्याउन सक्छु र म सङ्घीय संसदमा गएर कसरी कानुन निर्माणमा भूमिका खेल्न सक्छु भन्ने हैसियत राख्नुपर्छ। उहाँले चाहिँ अहिले जनतालाई गुमराह पार्ने काम गर्दै हुनुहुन्छ। त्यहाँ चाहिँ 2046 सालदेखि निरन्तर काङ्ग्रेस र एमाले पटक पटक चुनाव जितेका छन् र काङ्ग्रेस र एमाले त्यहाँका जनताहरूलाई पटक पटक ढाँटिसके। जनताहरू वाक्क भइसके। कतिचोटि उहाँहरूलाई अब हेर्ने भनेर जनताहरूले योचोटि नयाँ हेर्ने हुनुभएको छ। नयाँ भनेको योचोटि नेपालभरि नै जसरी उभार आइरहेको छ, त्यस नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिन्ह तारामा त्यहाँ पनि त्यसरी नै उभार आइरहेको छ। त्यस हिसाबले अहिले त्यहाँ चाहिँ वीरेन्द्रजीले पनि योभन्दा एकचोटि एक कार्यकाल यो अगाडि जितेर त्यहीँबाट जानुभएको हो। त्यसैले जनताले उहाँलाई भेट्नसम्म पाएनन्। दुःख त त्यहाँनिर थियो। त्यही भएर अहिले विकास र उसका कुरा भन्दा उहाँलाई त भेट्न पनि पाएनन्। केही ठेकदारहरूले ठेकदारी चलाए त्यहाँ। त्यही भएर अहिले त्यहाँका जनताहरू त्यो कुराबाट पनि सचेत छन्। त्यसैले एकजनाले विकासको नाममा ढाँट्दैछन्, जो ठेक्का पट्टामा आफै विवादित भए, र अर्काजना जो आफू जितेर गएर त्यहाँका आफ्ना कार्यकर्ताहरूलाई ठेक्का चलाउन दिनलाई तयारी गर्दैछन्। त्यसैले जनताले अहिले योचोटि चाहिँ नेपाली कम्युनिस्ट पार्टीलाई जिताउने निर्णय गरेका छन् र नेपाली कम्युनिस्ट पार्टीले मोरङ क्षेत्र नम्बर 2बाट जित्नेछ।